লাগা 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 Dipindah ke Tauka lagi, goyang Tauka, oh Tauka goyang, warna, रन खर्चेर एक विकेट इङ्ल्यान्ड जस्तो टोलीको विरुद्धमा उत्कृष्ट प्रदर्शन बलबाट हेलो एभ्रिवान, नमस्ते सबैलाई। के छ खबर? आरामै हुनुहुन्छ होला हैन? टक्क लाएर फेरि अब गन त भ्युज केही पनि आउँदैन, तपाईहरु हेर्नुहुन्न हैन। त्यही पनि सो यो भिडियो बनाउनुको कारण के छ भने आज हाम्रो वर्ल्ड कप म्याच हुँदैछ नि त। वर्ल्ड कपको अब आज भनेपछि इङ्ल्यान्ड भर्सेस नेपाल हाम्रो हुँदैछ नि त हैन। त्यही भएर चाहिँ इङ्ल्यान्ड भर्सेस नेपालको म्याच हेर्नको लागि चाहिँ म काठमाडौँको टुडी खेलमा जाँदैछु हैन। बानेश्वरबाट सरर गएर टुडी खेलमा जाने हो टक्क लाएर। म्याच हेर्नुपर्छ, 3:15बाट छ हैन। साथीहरु कसले जित्ला त्यहाँ कमेन्ट पनि गर्नु होला। अब गर्ने गर्नु, नगरे नगर्नुस्, केही फरक पर्दैन। तर आई होपली आफ्नो भन्ने तर्फबाट भन्ने हो। अनि साथै जित्न सक्छ होला, या त साउथ अफ्रिका जस्तो पो म्याच हुने हो कि कतै त्यस्तो पनि लागिरहेछ। कतै इङ्ल्यान्डले 300 को टार्गेट पो दिने हो कि भन्ने जस्तो पनि लागिरहेछ। जे भए पनि हाम्रोले टस जिते पनि बलिङ नै रोज्ने हो हैन। यो त 100% थाहा छ। जे होस्, बेस्ट अफ लक नेपाल टिमलाई हैन। जे होस्, आज हिस्ट्री के अरे आज हिस्ट्री क्रिएट गर्ने दिन हो। आई होप जित्नेछ, इङ्ल्यान्डलाई धोबी हान्नेछ, जसै पनि हराउनेछ भन्ने आशा छ। तपाईहरु हेर्दै गर्नु होला टुडी खेलको रोमान्स के कस्तो लाग्छ, त्यस्तै प्रतिक्रिया दिनु होला। र मान्छे त पहिलाको 24 सालको वर्ल्ड कप पनि त्यही हेरेको थिएँ मैले, 2026 को पनि वर्ल्ड कप पनि त्यही ग्राउन्डमा हेर्दैछु। साथीहरु के कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला। अब त्यता मान्छे त यस्तो खचाखच हुन्छ नि, फेरि कुरै नगर त्यो पुरै टुडी खेल लगभग भरिन जान्छ क्या, यति धेरै हुन्छ हैन। एकदम ठुलो हुन्छ। अब तपाईहरु पनि सायद त्यहाँ हेर्नु भएको थियो होला, तपाईहरु पनि त्यहाँ हेरेर जानुभएको थियो होला, तपाईहरु आज जानु पनि हुन्छ होला हैन। म चाहिँ कसै थाहा पाएको भने पहिला पनि यसो थाहा पाएको, आज चाहिँ ठ्याक्क रुटिन नेपालमा हालेर रहेछ। रुटिन नेपालमा टुडी खेल अनि तिनकुने कता रहेछ। हामीले सजिलो बरु मलाई त्यहाँ तिनकुने भन्दा पनि अलि पहिला 24 मा हामीले वर्ल्ड कप त्यहाँ तपाईको टुडी खेलमा हेरेको कारणले गर्दा कस्तो भयो भने अनि टुडी खेलै जाम भन्ने सोच भएर आयो। हामी चाहिँ म टुडी खेल जाँदैछु साथीहरु है। साथीहरु त म अरु पनि छन्, म यताबाट एक्लै जाँदैछु बानेश्वरबाट। अरु चाहिँ उताबाट कताबाट आउँदैछन् केटाकेटीहरु, 4-5 जना छौँ हामी। अब त्यहाँ जो पनि साथी भन्छ आई होपली सब भिडियो हेर्नु होला भन्न चाहन्छु, पुरै भिडियो नहोला होला। ओके गाइज, बाबु उतै भेट्नुपर्छ। विकेट निकाल्न चाहन्छन् नयाँ प्रतिनिधि हो, अनुभव छैन।
इङ्ल्यान्डले पहिलो विकेट गुमाएको छ फेरि कमेन्ट्री बक्समा आएको भएको छ हाल्यो गुगली गरे अत्यन्तै सुन्दर शट प्रेडिक्टेबल थियो उनले पहिले नै थाहा थियो कि लेग स्पिन गर्नेवाला छन् अवश्य पनि प्रिमेडिटेटेड थियो आदिल रसिदले बल फाल्नु अगाडि नै पोजिसन स्विच गरेर बसेका थिए ओभरको अन्तिम बल माहौल